युकेबाट मेरो दाइ र भाउजू घुम्नको लागि आउनु भएको थियो अनि सुसी त खानै पर्यो। जापान आएपछि हामी चाहिँ त्यो दिनमा योकोहामामा थियौं अनि सुसिरो जाने भनेको सुसिरो चाहिँ एकदम प्याक रहेछ। त्यही भएर हामीले चाहिँ त्यसैको साइडको दोकानमा गयौं। यो पसलमा चाहिँ सुसी मात्र हैन सासिमी अनि अरु सी फुडहरु पनि पाइने रहेछ। युकेमा सुसी नपाइने भन्ने हैन, तर जापानको सुसीको टेस्ट अर्कै हुन्छ भनेर चाहिँ हामी यो दिन चाहिँ स्पेशली सुसी खान गएका थियौं। आजको यो मेरो मिनी भ्लग सिर्फ सुसीको मात्र हैन, फ्यामिलीसँग बिताएको त्यो स्मल बट स्पेशल मोमेन्टको याद पनि हो। युकेबाट आएर जापानको लोकल फुड टेस्ट एक्सपिरियन्स गर्नुको त्यो ह्याप्पीनेस फेसमा क्लियरली देखिन्थ्यो। हुन्छ नि कहिलेकाहीँ सानो फ्यामिली आउटिङ नै सबैभन्दा ठुलो मेमोरी बन्छ। गुड फुड, फ्यामिली अनि सिम्पल लाफ। यो दिन एक्ज्याक्टली त्यस्तो नै थियो। हामीले चाहिँ कहिले पनि नखाएको सी फुडहरु पनि अर्डर गरेका थियौं र हामीलाई कसरी खान्छ भन्ने पनि थाहा थिएन। हामी विदेशी देखेको भएर उनीहरु आफै अगाडि आएर योलाई यसरी पकाउने, योलाई यसरी खाने, यो पात खाने भनेर सबै सेचुमे गर्दिएको थियो। म बाहेक मेरो बुढा, भाउजू अनि दाइले चाहिँ सबै कुरा टेस्ट गर्नु भएको थियो, तर मैले चाहिँ गरिन किनभने मलाई सी फुड चाहिँ मन पर्दैन। मलाई चाहिँ यो पसलको एउटा के कुरा मन पर्यो भने सबै कुरा एकदम फ्रेश पाउने रहेछ के। ओभरअलमा भन्नुपर्दा चाहिँ दाइ भाउजूले चाहिँ यहाँको खानेकुरा चाहिँ एकदम इन्जोय गरेर खाइदिनु भयो। यो मिनी भ्लगमा मैले क्याप्चर गरेको फुड मात्र हैन, त्यो फिलिङ्स पनि हो। होप सबैजनालाई मेरो यो भिडियो हेर्दा एकदम रमाइलो लाग्यो होला। मन पर्यो भने चाहिँ मलाई फलो र लाइक गर्न चाहिँ नभुल्नु होला। यति भन्दै ओके बाइ।